अनि के तिमी चाहिँ जीवनभरि यसै गरी भूपेन्द्रको सेवा गरेर बस्ने हो? अब उहाँलाई राम्रोसँग ठिक नहुन्जेली त बस्नै पर्यो। यस्तो अवस्थाको श्रीमानलाई छोडेर हिँड्न मुनले मान्दो रहन्छ दिदी। अचम्मकै रहेछ तिम्रो मन पनि। म चाहिँ तिम्रो ठाउँमा भइदिएको भए उहिले छोडेर हिँडिसक्थेँ। अझै पनि केही बिग्रेको छैन, विचार गर है। होइन सेरिया दिदी, तपाईँलाई मैले मेरा हातमा केही पर्ला कि भन्ने लोभले यो सब गरेको होइन भनेर भनिसक्यो त। आफूले सेवा गरेपछि अरूबाट नि सेवा पाउँला मेवा पाउँला भन्ने आशाले हामीले केही पनि गर्न हुँदैन। त्यस्तो गर्यो भनेदेखि आफै दुखी हुनुपर्छ। होइन तपाईँलाई चाहिँ के भयो? देवरका जिन्दगानीबाट मलाई पन्छाउन मात्रै खोज्नुहुन्छ त। होइन म फुत्त छोडेर गइदिइहालेँ भनेदेखि त्यो देवरको दिसा पिसाब आफैले सोर्ने हुन्छ। ओछ्याना देवरको दिसा पिसाब दङ घरै गनाउने गरी गनाउँदाखेरि चुप्प लाएर बस्न त सक्नुहुन्न होला। भाउजू बा नाताले सोर्नु पर्ला। म गयो भने के तपाईँले सोर्नुहुन्छ? के न खाइदिए जस्तो के न गरिदिए जस्तो सम्पत्ति पाउँदैन जाऊ भन्नुहुन्छ। चाहिए छैन मलाई केही पनि। नमस्कार दर्शकबिन, भुन्टी सिरियलमा भने भुन्टी एक्कासी एउटा अन्जान केटासँग ठोकिन पुग्छिन्। त्यो अन्जान केटा पनि भुन्टीसँग ठोकिएर लड्दा भुन्टीलाई यस्तो गरेर हेर्छन् कि जस्तो उनलाई पहिल्यैदेखि चिन्थे र यस्तो मायालु नजरले हेर्छन् कि लाग्छ उनले उनलाई मन पराउँछन् र उनले उनलाई पहिल्यैदेखि चिन्दछन्। दर्शकबिन, तपाईहरुलाई के लाग्छ? यी नयाँ केटा को हुन्? तल कमेन्टमा आफ्नो राय लेख्न नबिर्सनुहोला। र भुन्टी भने आफ्नै सुरमा आफ्नो जेठानीले लगाएका वचनहरू स्मरण गर्दै हिँडिरहेकी हुन्थिन्। दर्शकबिन, उनको जेठानीले उनीमाथि नाना थरीका आरोपहरू लगाउँदै आइरहेकी छन्। जबबाट उनी आफ्नो श्रीमानलाई लिएर उनको घरमा बस्न गएकी छिन्, उनले धेरै वचनहरू सहेकी छिन्। दर्शकबिन, उनले आफ्नो श्रीमानलाई निस्वार्थ माया गरेर उनको सेवा गर्न चाहन्छन्। तर उनकी जेठानी भने उनीमाथि नराम्रो आरोप लगाउँछिन्। भूपेन्द्रको नाममा धेरै सम्पत्ति छ, त्यही सम्पत्ति गममा खाम्ला आफ्नो नाममा गरौँला भनेर तैँले यो खेल खेलेकी होलिस्। तेरो कुनै हक लाग्ने छैन, तैँले केही पनि पाउने छैनस्। सबै हामीले आफ्नो नाउँमा गर्ने योजना बनाइसकेका छौँ भन्दै जर्किन्छन्। दर्शकबिन, उनी भुन्टीमाथि किन यति धेरै आरिस गर्छिन्? के उनलाई यो लाग्छ कि भुन्टीलाई त सबैले माया गर्छन्, भुन्टी सबैको आँखाका तारा भएकी छिन्? के यही कारणले उनी भुन्टीमाथि यस्तो दुश्मनी गरेर बसेकी हुन्? दर्शकबिन, भुन्टीमाथि भएको यो अत्याचार यदि भूपेन्द्रले थाहा पाए या भूपेन्द्रको दाइले थाहा पाए भने के होला त? के भूपेन्द्रको दाइले आफ्नो श्रीमतीलाई गाली गरेर सुधार्लान् त? दर्शकबिन, यता भने जुन बुहारीले घरको दैलोमा पुग्न नपाउँदै बाहिर निकाल्ने कोसिस गरेकी छिन्, त्यही बुहारीको घरमा अब ससुरा पनि आउने प्लान गरिरहेका छन्। दर्शकबिन, हो भुन्टीका ससुरा पनि सहर आएर भूपेन्द्रको हेरचाह गर्ने योजनामा छन्। दर्शकबिन, यता टोकले भने आफ्नै बहिनीको चिन्तामा डुबिरहेका हुन्छन्। उनलाई आफ्नै बहिनीको चिन्ताले सताइरहेको हुन्छ। दर्शकबिन, भूपेन्द्रले गरेका व्यवहार, भूपेन्द्रले गरेको घृणा, उनीमाथि लगाएका आरोपहरू टोकलेले सम्झिँदै आफै चिन्तित हुन्छन्। दर्शकबिन, तपाईहरुलाई के लाग्छ? भूपेन्द्र निको भएपछि के उनी भुन्टीलाई राम्रो व्यवहार गर्लान् त? के भुन्टीलाई उनले अत्यन्तै माया गर्लान् त? जस्तो उनको व्यवहार पहिला थियो, के त्यसको विपरीत उनी होलान् त? तपाईहरुलाई के लाग्छ? आफ्नो राय तल कमेन्टमा लेख्न नबिर्सनुहोला। दर्शकबिन, भुन्टी जस्ती श्रीमती पाउनु भनेको आफैमा एउटा ठुलो भाग्य पाउनु हो। दर्शकबिन, भुन्टी जस्ती श्रीमती पाउनको लागि ठुलो किस्मत लिएर आउनुपर्छ। र भूपेन्द्र भने भुन्टीको मायालाई नबुझी आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने काम गरिरहेका छन्। दर्शकबिन, अब भने कहीँ न कहीँ भूपेन्द्रलाई पछुतो भएको जस्तो लाग्छ। उनको आँखामा आँसुहरू बगिरहेको देख्दा उनले अब भुन्टीको साँचो मायालाई बुझेको जस्तो लाग्छ। दर्शकबिन, आगामी दिनहरूमा भुन्टी र भूपेन्द्रको बीचमा एउटा राम्रो सम्बन्ध भएको हामी सबैले हेर्न चाहन्छौँ। दर्शकबिन, तपाईहरु पनि यस्तै चाहनुहुन्छ भने तल कमेन्टमा भुन्टी लेख्न नबिर्सनुहोला। र दर्शकबिन, भुन्टीकी जेठानीले भने भुन्टी र भूपेन्द्रलाई भाड्ने प्रयास गरिरहेकी हुन्छन्। उनले भुन्टीलाई त घरबाट निस्केर जा, किन यहाँ बसेकी होस्? त यहाँबाट गइस् भने तेरो बुढालाई मैले बिस्तारा समेत झ्यालबाट तल फालिदिन्छु भन्ने जस्ता कुराहरू गर्छिन्। तर भुन्टी भने चुप लाग्दिनन्। उनले पनि जवाब दिन्छन्, तपाईको सम्पत्ति खान आएको होइन म। मेरो श्रीमानलाई मात्रै ठिक हुन दिनु, सन्चो हुन दिनु, म आफै गइहाल्छु, तपाईले जा भन्न पर्दैन भन्दै उनी उनलाई जवाब दिन्छन्।
दर्शकबिन हजुरलाई भुन्टी सिरियल कस्तो लाग्छ? यदि भुन्टी सिरियल राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक पनि गरेर जानुहोला। फेरि भेट हुनेछौँ अर्को भिडियोमा। तबसम्मको लागि हेर्दै गर्नुहोला भुन्टी। नमस्कार, नमस्ते।